ओके अघि पानीपुरी चटपटे पानीपुरी यति खाएर आएको चटपटे अझै खाने अरे यसले चाहिँ मैले खाएन हेर्नु जमले खोर्सानी सबै छानेर त्यसले पिरो खाँदैन पिरो भयो मलाई चाहिँ जाडो यति ज्याकेट ढुप्प लगाएको छ यसले चाहिँ यसलाई त्यति साह्रो जाडो हुँदैन त्यही भएर यसले कम्ती लुगा लगाएको थिएँ बाहिर त्यस्तो जाडो पनि छैन नि त आज त त्यति साह्रो छैन यो भित्रको यो निकाल्दा नि हुने नि यो बाहिरको यो ज्याकेट हैन भित्र पनि लामो लुगा छैन मेरो त्यस्तो मेरो मैले कि त्यो मैले पर्पल कलरबाट किनेको छु अर्को त्यो कहाँ छ त्यो एउटा मात्र रहेछ त्यो छैन अहिले हाई ओ गुडनेस यहाँ चाहिँ कस्तो राम्रो राम्रो फुलहरू छ वाह कस्तो राम्रो हेरौँ त्यो चाहिँ नि त त्यो पनि यो नेचुरलै हो कि तर त्यो सबै सुकिसकेको छ त्यो यो चाहिँ म त यसलाई पानीमा लाएर जाग्ने जाग्छ जाग जाग्नु चाहिँ जाग्छ यो त यो यसको के प्लान भन्छ यहाँ त यसले त के अरे गर्ने है के हो प्लान यसको कमेन्ट गरेर भन्नुहोस् है यसको के भन्छ नेपालीबाट खै के पो भन्थ्यो जस्तो लाग्थ्यो तर के हाम्रोतिर भएको बाबु लकी ब्याम भएन है मलाई यो लकी ब्याम पनि अलिक ठुलोमा चाहिँ मन परेको मैले त बचाउन सकिनँ नि क्या तैँले मलाई दिएको थिइस् नि ठुलो ठुलो गमलामा हो अहिले हुँदीको जाने भ्याइँदैन होला अनि किन गमला किन्नुको लागि होइन यस्तो अलिक ठुलोमा ल्याउनु क्या यो साह्रै सानो भयो नि जानुभयो जाउँ अहिले यहाँ एक दुईवटा हेर्छु कि छिटो छिटो गरिस् भने भ्याइन्छ मेरो घरको त यो कहिले बढ्न आँटेन हौ मलाई हेर्दा त कस्तो राम्रो छ नि तर यो बचाउने म त सक्दिनँ बचाउने के हो कुन त नि एभाकाडोको दाम जस्तै छ तर होइन यहाँ के लेखेको छ यहाँ लकी लकी त्यो पनि लकी नै हेरेर अन्त लकी चाहिँ लकी अरे कस्तो राम्रो राम्रो प्लान्ट छ यो चाहिँ त यो क्या कस्तो मजाको यो क्या यो अर्को डिफ्रेन्ट टाइपको रहेछ यो नि हाम्रो भन्दा अलिक डिफ्रेन्ट प्लान्ट घर भएको भन्दा अलिक डिफ्रेन्ट खालको कस्तो मिठो वासना आएको कुन कस्तो लाग्यो यो ए यो त अनि क्या तेरो घरमा छ त अनि तैँले दिएको युज गरेको त्यही खालको त होइन त्यो होइन पत्ता च्यात्दै होइन त्यसको यस्तो भएर जान्छ त्यसको उयो त्यसको नाम यसको चाहिँ के हो खै के हो क्या मैले त के अब सानो मैले क्या नजानेर काटिदिएको मैले कि जान यसले नि एउटा यो बोक्नु पऱ्यो न घरको मरिसाले क्या जिजोलाई ए ल मेरो त एउटा त मजाले आएको छ आएर मजाले मेरो पनि मजाले आएर के भएर मर्नु थाल्यो हौ मेरो पनि प्लान्टहरू कति मरेको छ हौ मेरो नि त कतिवटा उयो खाली भयो क्या पटहरू मल आलु मल धेरै लगाइदिएको छु कि मैले त्यो भएर मऱ्यो अब बिउको छर्नु पऱ्यो भनेको यो कस्तो लाग्छ यो राम्रो छ तर मात्रै लाग्दैन यो त अलिक डार्क छ नि त पत्ता अलिक लाइट भएको एउटा कुन हो यो भयो भने होइन पोइजन हुने हालेको ऊ त्यो चाहिँ होला त्यो तैँले अघि यो नाना होइन यहाँ कस्तो मिठो फुल बनाएर क्याक्टस के हान्ने हेर यता हेर्न क्याक्टस हेर्न